यो माघे सङ्क्रान्तिको लागि मैले यस्तो मजाको चाक्कुको रेसिपी लिएर आएको छु। ल हेर्नुहोस् त, यसमा मैले राखेँ 1 चम्चा घिउ, अनि त्यसपछि राखेँ यो सक्खर, त्यसपछि मैले 1 कप मिल्क राखेँ, अनि त्यसपछि यसलाई चाहिँ मजाले मेल्ट हुन दिएँ। यतिको सबै मेल्ट भइसकेपछि यसलाई चाहिँ मैले छान्नीले छाने एकचोटि। सबै छानिसकेपछि चाहिँ यसलाई चाहिँ मैले ब्याक टु फेरि पकाएँ। अब हामीले चाहिँ चाक्कुलाई चाहिँ मजाले अब पकाउनु पर्छ। अब यतिको थिकनेस भएपछि चाहिँ एकचोटि चेक गर्नु होला पानीमा यसरी राखेर, अनि यो चाहिँ कतिको नरम कतिको साह्रो भयो भनेर एकचोटि चेक गर्नुहोस्। यतिको भएपछि चाहिँ मैले यसमा राखेँ ल्वाङ सुकमेल, मरिचको धुलो, अनि त्यसपछि ड्राई नट्सहरू पनि काटेर राखिदिएँ। मैले चाहिँ यसमा बदाम, काजु, नरिवल राखेको छु। त्यसपछि अब यसलाई मजाले पकाएँ एकछिन, अनि यतिको पाकिसकेपछि चाहिँ फेरि एकचोटि चेक गर्नु होला। चेक गर्दाखेरि यसरी प्याट्ट फुटेपछि हाम्रो चाक्कु चाहिँ रेडी भइसक्यो। अब यसलाई मैले प्लेटमा घिउ राखेर अनि मजाले यसलाई राखिदिएँ। त्यसपछि मैले यसमाथि बदाम र तिल राखिदिएँ, अनि नरिवल पनि राखिदिएँ। अनि एकछिन सुकिसकेपछि चाहिँ यसलाई मैले यसरी कट गरिदिएँ पछि फुटाउन सजिलो हुन्छ भनेर। ल हाम्रो चाक्कु रेडी भइसक्यो। थ्याङ्क यू फर वाचिङ एन्ड फलो फर मोर रेसिपिज।